हार्दिक अनुरोध गर्दछु आदरणीय महानुभावहरू 2072 वैशाख 12 गते भारतका केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पले देशभरि ठूलो धनजनको क्षति गरेको थियो। त्यसमध्ये पनि केन्द्रबिन्दु रहेको यो बापा गाउँलाई छेदविच्छेद पूर्ण रूपमा छेदविच्छेद बनाएको थियो र आज 10 वर्ष बितिसक्दा पनि हामी भौतिक रूपमा पुनर्निर्माणको चरणमा रहे तापनि मानसिक रूपमा हामी उक्त घटनाबाट उक्त पीडाबाट माथि उठ्न सकिरहेका छैनौँ। बापाका मात्रै 72 जनाले उक्त भूकम्पमा ज्यान गुमाएका थिए। ती 72 जनाको घर परिवार आज पनि उक्त दिनको सम्झना र पीडामा फटफटाइराख्नु भएको छ। म उहाँहरू सबैप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। त्यसै गरी मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। चिर शान्तिको कामना गर्न चाहन्छु। मञ्चको देब्रेतर्फ रहनुभएका सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि म मञ्चमा कुर्सीको व्यवस्था गरिएको छ। त्यसैले मञ्चमै आएर यहाँलाई कार्यक्रममा सहभागिता जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म झाँकीका निम्ति आउनुभएका कलाकार साथीहरूलाई म झाँकी प्रदर्शनीको लागि कम्पेयरी अवस्थामा रहिदिनु हुन हार्दिक आग्रह गर्दछु। त्यसै गरी झाँसे कम्पनीका कलाध्यक्ष सुनिला गुरुङज्यूको गीतको विमोचन कार्यक्रम राखिएको छ। त्यसैले म आदरणीय उपाध्यक्षज्यूलाई अबको क्रममा यहाँको गीतको विमोचन हुने भएकाले मञ्चमा सम्पर्क राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आदरणीय झाँसे कम्पनीका कलाध्यक्ष सुनिला गुरुङ अबको क्रममा यहाँको गीतको विमोचन कार्यक्रम रहेको छ। त्यसैले दिदी नमस्कार। 2072 सालमा यही हुनुहुन्थ्यो हजुर? हजुर म त यही थियो। यही हुनुहुन्थ्यो होइन? यता हेर्नुहोस् न। त्यतिखेर त के हो कसरी सम्झिनुहुन्छ आज 10 वर्ष भयो त्यो भूकम्प गएको दिनलाई? खै त्यतिखेर त के अरे डरले केही पत्तै भएन है। हजुर त्यो आज 10 वर्ष बित्यो सम्झनामा आइरहन्छ अझै पनि त्यो दिन। कहाँनिर हजुर घर? यही हो। यही होइन? ए हजुर दाजु नमस्कार। हजुर शुभ नाम? मेरो धनकुमार कल्ले हो। ए आज यो बारपाक केन्द्रबिन्दु बनाएर भूकम्प गएको दिन पनि 10 वर्ष बित्यो हजुर होइन? कसरी सम्झिनुहुन्छ त्यो दिनलाई आज? त्यो दिन भनेपछि त्यो दिन चाहिँ म यहाँ थिएन भए पनि हजुर यहाँको हालत देखेर आत्तिनु भएको थियो। अहिले चाहिँ जे होस्। कहाँ हुनुहुन्थ्यो हजुर? म त्यतिखेर साउथी थियो। ए नमस्कार दाजु। नमस्कार। आज तपाईँहरूको गाउँमा चाहिँ आजभन्दा 10 वर्ष अगाडि भूकम्प गएको थियो भुइँचालो। ठ्याक्कै 10 वर्ष भयो। कसरी सम्झिनुहुन्छ त्यो दिनलाई? त्यो दिनले हामी जङ्गलमा थियो। घर अनि जङ्गलबाट भागेर आज काठ ताकिरहेको थियो। अनि यहाँबाट चाहिँ अनि आउँदाखेरि एउटा घर पनि छैन। बेलुका चाहिँ सब बर्बाद भएको है? बर्बाद। अब राति भयो भने कोही पनि नथ्यो। सब सकिने। सब सकिने। आज भूकम्प गएको 10 वर्ष भयो है। कहाँ हुनुहुन्थ्यो त्यति बेला हजुरहरू? तपाईँ कहाँ हुनुहुन्थ्यो? यही हुनुहुन्थ्यो है? हजुर नमस्कार। नमस्कार हजुर। हजुरको शुभ नाम? पूर्वबहादुर गुरुङ। त्यति बेला यही हुनुहुन्थ्यो हजुर? आजभन्दा 10 वर्ष अगाडि म गोर्खामा थिएँ त्यो बेला। हजुर हजुर। कसरी सम्झिनुहुन्छ त्यो दिनलाई आज यो केन्द्रबिन्दु बनायो? के अरे चाहिँ 12 गतेको उसमा चाहिँ ठिक्कै के अरे चाहिँ 2072 त्यस्तो जाँदाखेरि सारा संसार रातिको 12 बजे गइदिए भए सबै मर्थ्यो। त्यस्तो हुन्थ्यो। हजुरको शुभ नाम नि? मेरो कन्दिलाल। कसरी सम्झिनुहुन्छ आज 10 वर्ष बित्यो तपाईँहरूको गाउँ केन्द्रबिन्दु बनाएर गएको यो भूकम्प भुइँचालो? कसरी सम्झिनुहुन्छ आज दिन? कहाँ हुनुहुन्थ्यो त्यो दिन तपाईँ?
विदेश कुन देश हुनुहुन्थ्यो ए भिसालो गएको 10 वर्ष भयो हैन भूकम्प आउँदाको दिन तपाईँ यहीँ हुनुहुन्थ्यो कि साउदी अरब हजुर यही थिए भूकम्प आउने बेलामा के गर्दै हुनुहुन्थ्यो तपाईँ त्यस के गर्दै यहाँको भन्नु सर्नु सक्दैन है कसरी सम्झिनुहुन्छ त्यो दिन कसरी सम्झिन उहाँ घर त पहिला इदो थियो हजुर त्यहाँदेखि उहाँहरू बाहिर आयो आउँदाखेरि यहाँ आयो यहाँ त त्यहाँ पानी फुट्यो त्यहाँदेखि यहाँ पनि उता गयो त्यहाँदेखि त यताउता त्यो उता डाँडातिर बस्यो उता डाँडामा त्यो डाँडा पर जानुभयो फेरि त्यहाँ पल्टाएर खाना त्यहीँ पकाउने त्यहीँ खाने राति त्यहीँ खाने अब लुगा पनि छैन ओछ्यान पनि छैन पिछान पनि छैन केही पनि छैन त्यतिकै त्यहाँदेखि त्यति हिँडाइछ त्यहाँ खाना सा खायो त्यही रात काट्यो त्यति हो हजुर कहाँ हुनुहुन्थ्यो त्यस दिन भुइँचालो आउँदाको दिन कहाँ हुनुहुन्थ्यो घरमै छ के गर्नु लाग्नु भएको थियो त्यति बेला त्यो भुइँचालो आउने बेलामा तपाईँ त्यो बेलामा हजुर त्यो कोदो गहुँ कुट्ने हो त्यो बेलामा भेला पार्यो त्यहाँ भुइँचालो आउला भनेर सोध्नु भएको थियो कि थिएन कतै थाहा थिएन हजुर कहाँ हुनुहुन्थ्यो नि त्यस दिन हजुर कहाँ हुनुहुन्थ्यो भुइँचालो आउँदा के गर्दै हुनुहुन्थ्यो तपाईँ बसिराख्नु भएको थियो है अनि कसरी सम्झिनुहुन्छ त्यो दिन आज हजुरहरू कता हुनुहुन्थ्यो त्यतिखेर के गर्दै हुनुहुन्थ्यो हजुरहरू हजुर बारीमा होइन काम गरिराख्नु भएको थियो काम गरिरहेको एक्कासी आयो त्यो बेला बाख्रा चराइनु जानुभएको थियो जङ्गलमा त खुल्लै थियो होला ठाउँ होइन खोला भयो भने ढुङ्गा बहिर जाने भैरो धन्ने मारिदिएको हजुर कहाँ हुनुहुन्थ्यो नि के गर्दै हुनुहुन्थ्यो ए दुबई हुनुहुन्थ्यो यहाँ भुइँचालो गयो अरे भन्दाखेरि खबर त पाउनुभयो खबर त पायो पछि त त्यो स्विच अफ भयो फोन टावर केही लाग्यो टावरै गयो त्यही भएर हजुर म गोठबाट थियो यस्तो भूकम्प भनेर थाहै छैन के आयो भनेर सोचिरहेको पछि गाउँ हेर्दा केही पनि छैन सारी भाइलाई सोद्धाखेरि त हजुरको घर पनि भत्कियो कि केही छैन सबै होइन गाउँतिर जाँदाखेरि साथीहरूले भेट्दाखेरि के चाहँदा आएको के चिज आएको भन्दाखेरि भूकम्प उयो भनेर भुइँचालो आयो भन्ने नै थाहा भएन चिनेकै छैन